के रे आफ्नै घरमा गएर गर्नु। तेरो घरमा मेरो सुन है गरे तँलाई सुन्नु हात पार अहिले हेर है फेरि यो मेरो घर विचार गर्नु है। तँ तेरो घरमा मेरो बुढी लिएर आउने मैले ल्याएको थोरै हो। अथवा तँ यस्तो कुरो गर्छस् कस्तो कुरा गरे त मैले तपाईँको उठ थोरै ल्याएको यहाँ। रङ्गी हात्ती यहाँ भेटेको तँलाई थाहा छैन म जस्तो मिडिया कतिजनासँग सुत्नु भयो कतिजनासँग सुत्नु पर्ने हो। ओइ तेरो बुढीलाई सिकाएर त सुन अहिले तैँले उ गरेको हो नि तपाईँले पनि के भनिरहनु भएको छ नि कतिवटासँग सुतेर हिँडेको देख्नुभयो र के भएर हुन्छ र तपाईँले बोलाउनु भयो तपाईँले बोलाउनु भयो म यहाँ आएँ अनि फेरि अहिले त्यस्तो कुरा गर्नुहुन्छ त तपाईँ पनि किन गर्न मिल्दैन? यो मेरो घरमा आउनुहुन्छ भने अर्को घरमा पनि त जानुहुन्छ होला नि त। अर्को घर गएको देख्नु भएको छ र हजुरले त्यो देख्ने नदेख्ने कुरा फरक हो। तर जान सक्नु म त सोझो गर्ने बारे तैँले यस्तो गरिस् होइन। हजुरले पनि नबोल्नु कि अब बस्ने बेलामा बस्यो अहिले फेरि हजुरले पनि अखानै बोलिरहने हुने हो र। मलाई मतलब छैन तपाईँहरू बाहिरतिर जानुहोस्, आफ्नो घरतिर जानुहोस्, आफ्नो काम गर्नुहोस्, आफ्नो तरिकाले के गर्नु त्यो आफै गर्नुहोस्। मलाई कुनै मतलबै छैन यो विषयमा बुझ्नु। त्यो होइन उसको बाउ माइती आउँछ यहाँ मिडियामा उ गरेछ रेकर्ड छ त्यतिखेर थाहा हुन्छ कि उसको बाउ माइतीले पुलिस प्रशासनले के गर्ने हो कसो गर्ने हो। अब तिमीहरूमै मिल्ने हो यो कुरामा। तर मलाई चाहिँ पैसा चाहियो जसरी पनि त्यो पैसा मलाई जसरी पनि चाहियो। ओइ